आज छिटो उठ्छु भनेको दिन त्यो दिन झन् ढिलो हुन्छ कि मलाई मात्रै यस्तो हुन्छ कि तपाईँहरूलाई पनि हुन्छ। सो हाई एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। सो आज हरिशयनी एकादशीको दिन मर्निङ टाइममा मैले के गर्छु सेयर गर्छु है। त फर्स्टमा म कौसीमा बसेर पानी खाएँ, उठ्ने बित्तिकै पानी खानु मन लाग्छ। सो एकछिन बसेर कौसीमा हेरेँ, बिहान मर्निङको टाइममा भ्युज यस्तो राम्रो देखिन्छ। अनि फ्रेसअप भएँ, फ्रेसअप भएपछि नानीहरूलाई तल लगेर छोडेँ, उनीहरू उठिसकेको थिएँ, उठेर तल लगेर छोडेँ। मम्मीले एकछिन हेर्नुहुन्छ अनि म रेडी हुन जान्छु भनेर धोतीहरू लगाउँछु भने मेरो छोरीको गति हेर्नु यहाँ कस्तो भएको छ। म माथि जानुभन्दा अगाडि छोरीले यत्तिकै छोडिदिएँ मैले, जेसुकै गरोस् भनेर क्या। अनि माथि गएँ, म रेडीहरू गरेँ अनि रेडीहरू भएँ सरी, अनि आएँ। धोती साडी लगाएको कस्तो देखेछ कमेन्ट गर्न नबिर्सनु नि फेरि। अनि कस्तो लाग्छ भन्नु होला, धोती साडीहरू मैले लगाएको राम्रो लाग्छ कि लाग्दैन, कस्तो देखेँ भन्नु होला। नेक्स्ट हामी सासुबारी गयौँ, पूजाहरू गऱ्यौँ। पूजाहरू गरेपछि मम्मीलाई फेरि भिडियो टिकटकहरू बनाउनु एकदमै रहर लाग्छ कि। अनि एकछिन नाचेको भिडियोहरू बनाइदिन नि भनिरहनु भएको थियो। अनि हुन्छ भनेर मैले भनेको थिएँ क्या। अनि त्यसपछि एकछिन नाच्न थाल्नुभयो, भिडियो बनाउनु। मैले चाहिँ किचनमा गएर रोटी तरकारी पकाउन थालेँ। म आफूलाई मात्रै हो, सबैको व्रत थियो। सो मैले चाहिँ खान्छु यति।